तपाई 20s मा हुनुहुन्छ, डिग्री सकियो या ग्रेजुएसन गर्दै हुनुहुन्छ, तर करियरको कुराले दिमाग खराब गर्छ। घरको मान्छे भन्छन् जब गर, टिकटक इन्स्टाग्राम इन्फ्लुएन्सर भन्छन् बिजनेस स्टार्ट गर, तर के गर्ने कसरी गर्ने थाहा नै छैन। यो कुनै मोटिभेसन भिडियो होइन, यो हो रियल टक अबाउट प्लान, स्किल, मनी एन्ड ग्रोथ। यदि तपाई पनि कन्फ्युजनमा हुनुहुन्छ भने दिस भिडियो इज फर यु। म हो पृथ्वी सिंह र यो हो प्रोग्रेस विथ पृथ्वी, वेयर वी टक रियल ग्रो रियल। नेपालमा धेरै युवाहरू यही फेजमा स्टक छन्। एकतिर सेफ र प्रिडिक्टेबल जब, अर्कोतिर रिस्की बट एक्साइटिङ बिजनेस। लेट्स ब्रेक इट डाउन टुगेदर, job versus business, not from theory but with real stories, facts and what actually works in Nepal. स्टार्ट गरौँ जबबाट। नेपालमा एउटा फ्रेश ग्रेजुएटको एभरेज स्यालेरी 15 देखि 25 हजार सम्म हुन्छ। आईटी फिल्डमा लक्की भयो भने त 30 देखि 40 हजार सम्म कमाउन सकिन्छ। हो, यो धेरै होइन, तर लर्निङ प्राइजलेस छ। जबले हामीलाई स्ट्रक्चर, डिसिप्लिन, टिममा काम गर्ने ह्याबिट, डेडलाइन मिट गर्ने प्रेसर जस्ता प्रोडक्टिभ ह्याबिटहरू डेभलप गर्न हेल्प गर्छ। मैले पनि इन्डियामा 1 वर्ष सेल्सको जब गरेँ, जहाँबाट मैले कम्युनिकेसन स्किल र रिजेक्सन ह्यान्डल गर्न सिकेँ र त्यही कुरा आज कन्टेन्ट क्रिएसन र ब्रान्डिङमा युज गर्दैछु। नेपालको एभरेज मन्थली इन्कम 21,000 मात्र हो, तर त्योभन्दा धेरै अर्न गर्नु छ भने तपाईले एक्सपिरियन्स गेन गर्नुका साथै आफ्नो स्किललाई नि इम्प्रुभ गर्नुपर्छ। तर धेरै मान्छे भन्छन् जब गरे भने अरूको सपना पूरा गरिन्छ, म त एन्टरप्रेन्योर बन्छु। बिजनेस इन्स्टाग्राममा कुल देखिन्छ, कफी, म्याकबुक, फ्रिडम, प्यासिभ इन्कम, तर रियालिटी फरक छ। बिजनेसमा लस, स्ट्रेस, लोन र अनिन्द्राका रातहरू आउँछन्। ग्लोबल्ली 90% स्टार्टअप फेल विदिन 5 इयर र नेपालमा 37% एसएमइज भन्छन् फन्डिङ छैन। 12 देखि 14% ब्याङ्क इन्ट्रेस्ट रेटले लोन पाउन अझै गाह्रो। आफ्नो मार्केट बुझेको छैन, आफ्नो स्किल क्लियर छैन भने बिजनेस गर्नु पैसा झार्नु बराबर। नेपालमा 9 लाख प्लस एमएसएमइज रजिस्टर्ड छन्, तर त्यो मध्ये 75% इन्फर्मल छन् अनि धेरैजना स्केल गर्न नै सक्दैनन्। नट बिकज दे डिडन्ट वर्क हार्ड बट दे डिडन्ट बिल्ड युनिक भ्यालु। त्यसैले जब गर्ने कि बिजनेस गर्ने यो कन्फ्युजन हुनु स्वाभाविक हो। अब कुरा गरौँ के गर्ने हो त अब। 20s मा यदि तपाईं कन्फ्युज हुनुहुन्छ भने म के सजेस्ट गर्छु कि स्टेप नम्बर 1, बिल्ड अ स्किल। डिजिटल मार्केटिङ, भिडियो एडिटिङ, कन्टेन्ट राइटिङ, प्रोग्रामिङ, कुनै पनि एउटा स्किल चुज गर्नुस् र त्यसलाई मास्टरी गर्नुस्। म नि कन्टेन्ट क्रिएसन सिक्दैछु, पर्फेक्ट त छैन, तर प्र्याक्टिस सधैँ गर्दैछु र प्रोग्रेस नि हुँदैछ। आज नेपालमा एउटा स्किल डाटा एनालिस्ट मन्थली 60 देखि 1 लाख सम्म अर्न गर्छन्। स्किलले पैसा मात्र होइन, फ्रिडम पनि दिन्छ। स्टेप नम्बर 2, गेट जब एक्सपिरियन्स। सुरुमा जब गर्नुभयो भने त्यसले तपाईलाई पैसा मात्र दिन्न, तपाईलाई सेल्स सिकाउँछ, डेडलाइन मिट गर्न सिकाउँछ र कस्टमरको पेन पोइन्ट बुझ्न सिकाउँछ। मैले जबबाट सिकेको कुरा पर्सनल ब्रान्डिङमा, प्रोडक्ट जस्तो बिजनेससँग काम गर्नमा र आफ्नो दाइको बिजनेसमा काम गर्नमा युज गर्दैछु। स्टेप नम्बर 3, स्टार्ट अ साइड हसल। स्किल छ, एक्सपिरियन्स छ, अब कुनै ठुलो रिस्क नलिकन साइडमा एउटा सानो प्रोजेक्ट स्टार्ट गर्नुस्। आफ्नो कन्टेन्ट बनाइराख्नुस्, पोर्टफोलियो बनाउनुस्, फ्रिलान्सिङ गर्नुस्, प्रोडक्ट टेस्ट गर्नुस्, स्लोली ग्रो गर्न थाल्नुस्। तपाईँ भन्नु होला कि यस्तो एप्रोचले के गर्छ? म भन्छु क्ल्यारिटी दिन्छ, स्किलको बेस, पैसाको फलो र ग्रोथको डाइरेक्सनको। जब र बिजनेस यो तपाईको अप्सन हो, कुनै एनिमी होइन तपाईको जर्नीको। पहिला सिक्नुस्, कमाउनुस्, बेस बनाउनुस् अनि स्टेप बाई स्टेप बिजनेसतिर जानुस्। एन्टरप्रेन्योर बन्नु छ भने पनि इम्प्लोइ भएर सिक्नुस्। यु विल मुभ फास्टर, फेल लेस। र सबभन्दा धेरै म्याटर यो गर्छ कि आर यु ग्रोइङ, आर यु लर्निङ एन्ड आर यु टेकिङ एक्सन। यो भिडियोले हेल्प गर्यो भने लाइक गर्नुस्, कमेन्ट गर्नुस् जब और बिजनेस, व्हाट आर यु एट राइट नाउ। सब्सक्राइब गर्नुस् किनकि हामी कुरा गर्छौं डिसिप्लिन, ग्रोथ र रियल सक्सेसको। लेट्स लेभल अप टुगेदर।
थ्याङ्क्स फर वाचिङ। जय नेपाल।